धेरै साथीहरूले मलाई सोध्ने गर्नुहुन्छ कि हामीले आफ्नो बच्चाको करियरलाई कसरी इन्स्योर गर्ने, आफ्नो चाइल्डको करियरलाई हामीले कसरी इन्स्योर गर्ने। सो यदि मेरो एडभाइस मान्नुहुन्छ भने प्लिज यो कुरालाई आजदेखि नै अप्लाई गर्नुहोला। आफ्नो छोरालाई कुन कलेजमा पढाउनुहुन्छ, कुन स्कुलमा पढाउनुहुन्छ, के गर्नुहुन्छ, कस्तो गर्नुहुन्छ, कस्तो लेगेसी छोड्नुहुन्छ, कतिको ब्याङ्क ब्यालेन्स छोड्नुहुन्छ, कतिको प्रपर्टी छोड्नुहुन्छ, इट डज नट म्याटर। बट वान थिङ इज भेरी 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 इम्पोर्टेन्ट, द्याट इज कल्ड भ्यालु। अब यो भ्यालु भनेको के हो? भ्यालु मिन्स वाट इज रङ एन्ड वाट इज राइट, राइट इज राइट एन्ड रङ इज रङ। All those things where you cannot compromise, I cannot compromise, that is called the value. So please, आफ्नो छोरा छोरीलाई, आफ्नो चाइल्डलाई एउटा कुरा सिकाएरै जानु होला, that is called value. Value means they are not going to compromise it. ऊ मरे पनि कम्प्रोमाइज गर्दैन कि, that is called the value. जस्तो इक्जाम्पलको लागि एउटा आर्मीको लागि भ्यालु हुन्छ कन्ट्री, कन्ट्रीको लागि ऊ मर्न तयार हुन्छ, बाउ आमालाई पनि त्याग्न तयार हुन्छ, आफ्नो टाउकोलाई काट्न पनि तयार हुन्छ, बिकज इट इज अ भ्यालु अफ अ आर्मी। एउटा यो आर्मीको एउटा भ्यालु हो। एउटा बाउ आमाको भ्यालु के हुन तपाईँको चाहिँ आफ्नो छोरा छोरीलाई राम्रोसँग हुर्काउने, आफ्नो छोरा छोरीको लागि जे पनि गर्न तयार हुन्छ, इभन